लो गाइज आज चाहिँ हामी यहाँ धाराको पानीको भ्लग बनाउन गएका छौँ। अनि यो चाहिँ हाम्रो पानी आउने पाइपदेखि आउने पानी यसरी आउँछ। अनि यस्तै छ गाउँघरतिर पाइपहरू धारो पनि सबैको हुन्छ। यो पुरै गाउँभरिको अब यो बर्खामा अलि ठुलो आउँछ, हिउँदमा त पानी नै आउँदैन, सानो छ। बर्खामा त यति आउने यो पनि टोलमा हुन्छ, टोल भन्दा पनि गाउँमै हुन्छ। सबै गाउँले पानी पाउँछ। अनि यो चाहिँ हामी पानी भर्न आएको। यो चाहिँ भैँसीलाई दिने, रह भन्छ नि, हाम्रो गाउँतिर रह भन्छन्। यो चाहिँ रह, भैँसीले पानी पिउने ठाउँ। अनि यसरी पानी जान्छ। अब यो रहमा पानी थुनेको ठाउँ हो। यो रहमा चाहिँ यसरी पानी जान्छ गाईहरू। सो गाउँले जिन्दगी के गर्नु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है त गाईहरू।